यो चाहिँ हाम्रो बुढा मौलोको सङ्ग्रहालय शिवगञ्जमा हो। यो चाहिँ मेरो मौलबाले चाहिँ यो त्यति यो धिरीहरूसँग चाहिने अहिले धिरीको कुरा निस्केर धिरी बनाइदिएको हेर नि यो हिजो बाजिसक्यो यो होला त्यो चाहिँ चिया कस्तो घाँच पार्ने हो मै पार्ने अब टोलङ पाइन यी सानो छ सबै नयाँ बनाएको अनि यो बाँसको त्यहाँ ल्याएर यो सुगा हेर्न यो चाहिँ सुगा यो सुगाले चाहिँ यो मैले भनौँ चारो खाने हो सुगा चाहिँ किनेर ल्याएको यो चाहिँ उ त्यो गेटहरू उ त्यसमा राख्ने यसको छेउमा चाहिँ यहाँ छ नि यो आयो त्यो माथि चाहिँ मरेको ठाउँमा यो बाबाहरूले खनिदिएको यो भत्काएको आधा मात्रै भत्काएको पुरै भत्कायो भने देख्दैन अरे क्या यो अकबरको कथामा थियो नि राम कहानी त्यो के रहेछ भने नि बिगार त भयो मेरो बाबुले गरेको काम चाहिँ कायमै रहोस् भनेर अलमा ल्याएको रहेछ साप नि छ यहाँ त हो मेरो हस्बेन्ड बना नमस्ते। यो चाहिँ शिवगञ्जबाट चाहिँ मेरो माइला हजुरबाउले बनाएको यो के सङ्ग्रहालय सुनहरू सब छ सङ्ग्रहालय त गतिलो छ त नि भेडाको सिङहरू राडीहरू यो चाहिँ राडी दुन्देरी वाटा हरिया भोरे खुकुरी मादल यहाँ डोकोरो डालो नाङ्लो सङ्ग्रहालय हुन्छ हजुर लालटिन लाल मादल हुँदा यस्तै हुँदो रहेछ मादल यस्तो यो चाहिँ आधा ढेकी यो ढेकी ट्याक 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 ढेकी उखुल्टो यो चाहिँ रोटे पेन्टिङ यो सबै यो मूर्तिहरू भिमेलाले बनाएको योहरू सबै आटोको होला यति छ यहाँ हेर न यहाँ यो सबै अब माइलाहरूको लागि पेकिङ भएको सबै यो सारङ्गी जस्तै छ त्यो बुद्ध छ नि रामबहादुर बमन हुँदैन भन्नु म चाहिँ राखिदिन्छु भनेर राखिदिएको क्या मान्यता छैन कि त्यसलाई राखिदिनु बुद्धलाई पनि पहिले मान्यता कहाँ दिएको फाइन पनि बनाउनु छ अब म माथि फाइन पनि बनाइदिनु जङ र फाइन पनि बनाइदिन्छु र यो सिङहरू यो माथि लानुको लागि अरू गरेको यो धनु काँडहरू चाहिँ यहाँ छ नि कहाँ लाने यो चाहिँ माइदार गुम्बा यो चाहिँ भाँडो राख्नु नि नयाँ बनाएको गुम्बा सङ्ग्रहालयमा त्यो पुरानो गुम्बा छ नि पुरानो गुम्बा छ नि उता तल्लोपट्टिको त्यहाँनिर चाहिँ सङ्ग्रहालय बनाइदिने अरे क्या त्यो मेरो सङ्ग्रहालय भत्काएर त्यो अहिले भत्काएर बनाइदिन्छु भन्थ्यो अहिले उनीहरूले के भने भत्काउनु खर्च लाग्ने बनाउने खर्चलाई मायादेवी नि बनाउनु पर्यो सङ्ग्रहालय पनि राखिदिनु पर्यो तालामाथि तालामुनि गरेर राख्नु त्यो दुइटै हामी दिने भनेर लेखापढी गरेर मात्रै व्यापार भयो चोरेर बेच्यो खायो हुन्छ तिमीहरूलाई भन्ने मैले गर्छु भन्दै थियो अनि अब कहिले नियमबद्ध तरिकाले दिन्छु नियमबद्ध गरेर अनि यो गेटहरू चाहिँ यो छ नि यो
त्यो उसमा लाग्छ कि उयो ऊ छ नि यस्तो उयो सामना त्यसको फेदमा राख्छ यो उसले बनाएको हाम्रो भान्जाले भीम काकाले त्यो साँप पनि एउटा योहरू सिँगारबाट राम्रो भएको छैन कतिको नम्बरले लेखेको छैन केही गरेको छैन अनि उता कर्मी गर्दैछ कि अनि नानी भनेर आज निकालिदिएर यहाँ राति गर्छु भन्दैछ र आगो लगाएर मार्यो जिउँदै बन्दी जलाएको यो त्यही लङ्गडा फङ्गडा सबै थियो यिनीहरू जस्तै यिनीहरू जस्तै यिनीहरूले चाहिँ काटेर अङ्ग पारिदियो मान्छे काट्नु सकेन त्यही काट्यो बाबरले काटेको हुमायूको छोरा बाबर बुझाएर न यत्रो आँखा छैन कान छैन नाक छैन आँखा छैन खुट्टा छैन हात छैन मुख औँला छैन सबैलाई चाहिँ यो अपाङ्ग बनाइदियो। उजे अपाङ्ग बनाइदियो कहाँ यो बनाउँदो आँखा झन्डा यो